क्या यार कितना हो गया टाइम? अरे आज तो 7:30 हो गया, बहुत टाइम हो गया। लाइट भी बंद रखेगा किसको कॉल करूँगी यार, आज तो दिमाग खराब हो गया। क्लास हैंडसम तो दिखाओगे, हैंडसम तो हैंडसम भी है, लेकिन क्या करेगा यार, लड़की पढ़ भी नहीं रहा है। हाँ अरे यस्तो क्या पनि पढाउनु कोही अहिले पनि केटाहरूले यस्तो खोला रहेछ। चोरी चक्करी पनि भइसक्छ यस्तो ठुलो सहरमा। सिगरेट नखाउँ हो त्यही थियो। सिगरेट खायो भने क्यान्सर हुन्छ त। केटी त पटाउनु बस्ने के गर्नु, के भन्नु बेला बेला यस्तो भनेर बुढी आएपछि बिहा पो गरेको रहेछ सम्झिन्छ। गर्नु पनि टेन्सन ल्यायो, केटीसँग पटाउनु बात गर्नु भने यस्तो फोन बिना त हुँदैन आजकल। तिम्रो नम्बर देऊ न, यस्तो भन्छु यस्तो सट्टै नम्बर ला बुढीले नदिनु पटाउँदा भने मोबाइलमा देख्छ के गर्नु पर्ने। मोबाइलले कोही बेला चाहिँ त्यसै बनाएर लाग्यो। ए भगवान् कुनै उपाय देऊ मलाई, आइडिया दिनु भनेको हुँदैन। पायरा जस्तो जग्गामा आएर यस्तो पिचत लाग्छ त्यसो सबैले बाइकमा गरेर पढ्ने पिलाएर केटी लिएर हिँडेर रित्तै साइकलमा क्विक 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 गरेर जानुपर्छ। लिप दिनु न भने पनि छैन, पछाडिबाट रित्तै पो छ। त्यो पनि कुखुराको खुम्दै थियो यस्तो पर्ने आउँछ नि केटामा बातसात गरौँ केही कुरा गरौँ लाग्छ। टाइम निकै भइसक्यो कोही बेला त यस्तो सक्छु यो क्रम्बलले यस्तो गरेर सुसाइड गर्नु मन लाग्छ नि, त्यस्तो गर्नु। हे भगवान् के न के गर्दै उपाय, केटी पटाउने उपाय के न के गर्नु भगवान्। टिटी पटाउने त गरेर म धेरै कुछ चलाउँछु मन्दिरमा, एउटा भेट सोचेर मलाई केटा आउँदैन बात गर्नु छुट्टी दिउँछ।